भिडियो चाहिँ सबै केटाहरूको लागि, तर प्लिज केटीहरूले पनि हेरिदिनुहोस् है। हामी भन्छौँ क्या केटाहरूको लाइफ कति इजी छ, उनीहरू कहिले रुँदैनन् कि क्या हो भनेर, तर त्यस्तो होइन है। हामी केटी त जसको अगाडि पनि रुइदिन्छन्, तर केटाहरू यति मजबुर हुन्छन् कि उनीहरू रुनको लागि पनि एकान्त ठाउँ खोज्ने गर्छन्। हामी केटीहरू त जे गर्छौँ आजको लागि गर्छौँ, तर केटाहरू भोलि के हुन्छ भनेर भोलिको लागि सोचेर गर्नुपर्छ। हामी काम गर्छौँ तर आफ्नै मर्जी अनुसार, तर केटाहरूलाई दबाब हुन्छ, समाज अनि घर परिवारको दबाबले उनीहरू जसरी पनि कमाउन थाल्छन् क्या, उनीहरूलाई दबाब हुन्छ। त केटा होस् नि तैँले जसरी पनि कमाउनु पर्छ भनेर, तर हामी केटीहरूलाई त्यस्तो दबाब हुँदैन। केटाहरू एउटा रुख हो क्या, जसले आफ्नो आमा बुवालाई शीतल छाहारी दिइरहेका हुन्छन्, आफ्नो श्रीमती अनि छोराछोरीलाई मिठो फलफुल दिइरहेका हुन्छन्, अनि आफन्तजनहरूलाई बोट बिरुवा हाँगाबिगा दिइरहेका हुन्छन्। भन्छन् नि भन्नलाई मात्रै सजिलो हुन्छ, भोगेकोलाई मात्रै थाहा हुन्छ, त्यस्तै हो। केटीहरूलाई धेरै फिजिकल पेन हुन्छ भने केटाहरूलाई सोसलीदेखि लिएर मेन्टल्ली। केटीहरूलाई दुःख हुँदैन, दुःख गर्दैनन् भनेर भन्न खोजेको होइन मैले। हामी पनि जब गर्छौँ, यदि हामीसँग केही भएन भने पनि हामीसँग ब्याकअप हुन्छ नि। हामीसँग हाम्रो बाबा हस्बेन्ड एउटा न एउटा ब्याकअप हुन्छ नि, तर केटाहरूको त्यस्तो हुँदैन, न उनीहरूसँग ब्याकअप नै हुन्छ न कुनै सपोर्टर नै। भन्नलाई सजिलो छ केटाको लाइफ हो त केटा होस्, तैँले आफ्नो घर परिवार छोडेर अर्को घर जानु पर्दैन भनेर, तर केटाहरूले हजारौँ इच्छा अनि आकाङ्क्षालाई मारेर काम गरिरहेका हुन्छन्। त्यसैले त भनिन्छ नि केटाहरू 10 क्लास सकेपछि घर छोड्छन् अनि 12 सकेपछि देश भनेर।